यो देशको सिमानाको विषयमा के छ अहिले खास गरी लिपुलेखमा चाहिँ भारतले हैन नेपाललाई पत्तै दिएन त्यहाँ व्यापार सम्झौता गर्ने। त्यो सब राजनीतिक कुरा हो है। राजनीतिज्ञ हो त म राजनीतिज्ञ होइन, राजनीतिज्ञै होइन के, राजनीतिज्ञ होइन, पद राजनीतिज्ञ हो, राजनीति हो, मान्छे राजनीति हो। अनि सिमानाको मुद्दा तपाईले सिमानाको मुद्दामा त्यो चाहिँ यो राजनीतिक कुरा हो। अब यो राजनीतिक कुरामा बोल्नु चाहिँ बेकारको कुरा हो के। आफ्नो देशको सिमानाको विषयमा मान्यज्यूले आफ्नो देशको सुन्नुहोस्, म भन्छु तपाईँहरूलाई देशलाई त्यति माया लाग्छ भने मैले त प्रश्न भन्छु, देश भन्ने चिज पनि मान्छे जस्तै हो के, यसको पनि उमेर हुन्छ होइन। यो बन्ने हराउने, नयाँ देश बन्ने हराउने कुरा एउटा साधारण सामान्य प्रक्रिया हो। विश्वमा गएको अब 100 वर्षको कुरा गरौँ अथवा गएको 500 वर्षको कुरा हो चाहिँ देशहरू कति देश बने, कति देश हराए। अब देश कस्ता देश बन्छन् भन्दाखेरि जो चाहिँ सम्पन्न आर्थिक रूपमा चाहिँ विकसित भए, सम्पन्न भयो भनेदेखि त्यस्ता देशहरू रहन्छन्। जो चाहिँ आर्थिक रूपमा चाहिँ सम्पन्न छैन, सम्पन्न बनाउने प्रयास गर्दैन, जस्तो अहिलेको नेपाल जस्तो होइन, आफ्नो देशलाई सम्पन्न बनाउने कुराहरूमा प्रयास गर्दैन, अनि के अरे एक आपसमा झगडा गरिरहन्छ, यस्ता देशहरू हराउने त सम्भावना त धेरै हुन्छ।